बीचमा तपाईले के भन्नुभएको थियो भने भ्रष्टाचार के रे युवाहरूलाई रोजगारी र उसको लागि भनेर भनिराख्नु भएको थियो। तर त्यति धेरै युवाहरू केपी ओलीकै सरकार भइराखेको बेला चाहिँ भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा चाहिँ बोलिराखेका थिए। युवाहरू कसरी भएको थियो भन्दा केपी ओलीकै विरोधमा चलिरहेको थियो। एकजना सोशल मिडिया इन्फ्लुएन्सरले आफ्नो भूतपूर्व गर्लफ्रेन्डलाई डिफेम गर्नलाई उनले दिएका कन्टेन्टहरुका पछाडी लाग्ने तपाईहरु गलत युवाहरू। कोही एकजना मान्छे गर्लफ्रेन्ड र बोयफ्रेन्डका इस्युलाई ल्याएर देश चलाएनौ, कसैको घर चलाएनौ। अनि केपी ओलीको कुरा गर्ने यही हो। कुनै एकजना सेलिब्रिटी गर्लफ्रेन्डलाई अर्को सेलिब्रिटी सोशल मिडिया इन्फ्लुएन्सरहरूले नपाएको झोकमा आएर आगो लागेको होइन। अनि तपाईहरु त्यसैका प्रचार गर्ने मान्छे होइन जेन्जीहरू, त्यस्तो प्रचार गर्नुहुन्छ। केपी ओलीको विरोध पनि त्यस्तै हो। तर त्यस्तो गलत विरोध नगर्नुस्। हेर्नुस्, रोजगारी सिर्जना गर्ने भन्ने कुरा तपाईहरु कुन चाहिँ मान्छे त्यो रोजगारीको बजारमा गएको छ? सबै भाटबटनी लुट्न जाने मान्छेहरू, काम नगर्ने मान्छेहरू, ठगहरू रहेछन् भन्ने देखेन। अनि लस धन्यवाद। थप्पड खान्छु भर्खरै रामकुमारी झाँक्रीसँग कुरा गरेर कसको कुरा भनिरहेछ, को इन्फ्लुएन्सर, को बोयफ्रेन्ड गर्लफ्रेन्ड भनिरहेछ भने सिजन मानेको कुरा गरेर एकछिन मैले एउटा के न्यारेटिभ देखिन्छ भन्दाखेरि यो जेन्जी रिभोल्युसनलाई हेर्ने तरिकै भनौँ न अलिकति डिफ्रेन्ट चाहिँ फिल हुन्छ। जोसुकैसँग भनौँ न कुरा गर्दाखेरि पनि केपी ओलीको भन्ने तरिकाहरू पनि त्यस्तै हुन्छ, अरूले भन्ने तरिका पनि त्यस्तै हुन्छ। आतङ्ककारी त्यहाँ टाइपको हुन्छ क्या। यो चाहिँ अलिकति चित्त नबुझेको बाटो भयो। यो मोडलिङ फिल्ड त मेरो मनदेखि गरेको फिल होइन नि त साथीहरू, होइन त। यो फिल्डमा त म मनदेखि लागेको छुइनँ। मान्छेहरू कति वर्ष मेहनत गरेर एक्टिङ सिकेर दुनियाँ दिवाना गरेर यो फिल्डमा बल्ल 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 पाइरह हुन्छ। अनि मैले चाहिँ अब यसरी अपर्च्युनिटीहरू पाएको बेलामा चाहिँ कुनै गानाहरू मन परिहाल्यो भने टिम राम्रो छ भने चाहिँ ठिक छ नि त, एक दुईवटा गरिरहँदाखेरि भोलि पर्सि बुढेसकालमा हेर्नु कति रमाइलो लाग्छ। म चाहिँ त्यो हिसाबले सोचेर चाहिँ मन परिहाल्यो भने चाहिँ मनमा सोयो भने चाहिँ मैले नि गर्ने हो। नत्र त कहाँ त सबै म्युजिक भिडियोको अफरहरू त आउँछ, तर कति गानाहरू चाहिँ मलाई सुट गर्दैन क्या। अन्त लोकदोहोरी टाइपमा म गएँ भने मलाई कति अनौठो देखिएला साथीहरू, होइन त। अनि अब म म्युजिक भिडियो मात्र खेल्न थालेँ भने वर्ष लाएर इन्डस्ट्रीमा आउनु हुनेहरूलाई त त्यस्तो गर्नु त पाप हो नि त हौ। अनि त्यतिकै म चाहिँ आज भ्लगर नै ठिक छु जस्तो लाग्छ मलाई चाहिँ, जहाँसम्म लाग्छ होइन। अनि धेरैजनाले भन्नुहुन्छ अब बेबुको फिल्म आउनु पर्यो। कहाँबाट आउँछ फिल्म? म हिरो नि हो। मान्छेहरूको हिरो हिरोइनीको छोराछोरीहरू विदेशमा गएर कति वर्ष के भन्छ यो एक्टिङको क्लास ल्याउँदा त्यत्रो छप पैसा तिरेर एक्टिङको क्लास लिएका हुन्छन्। अनि तिनीहरूको त फिल्म हेर्दाखेरि कहिले कति बिजोक हुन्छ, एक्टिङ त्यस्तै हुन्छ, कतिको के मिल्दैन कतिको के मिल्दैन। अनि रङ्गना ढङ्गमा चाहिँ म चाहिँ त्यसै गरेर फिल्म गरेर त हुँदैन। यो 2-3 मिनटको गानामा अब जसो तसो गरेर भए पनि जसो तसो गरमला रे अलिअलि झालक झुलुक देखिन्छ, त्यस्तो साह्रो फरक पर्दैन। फिल्म खेल्नको लागि त ओहो त्यो त म सपनामा पनि सोच्दिनँ। तर मलाई आऊ बेबो खेल्देऊ भने पनि म त खेल्दिनँ, मलाई त लाज लाग्छ साथीहरू। रोडिसको बारेमा रोडिसकै सेटअपमा हामीले आफूले मन नपरेको प्रतिक्रिया दियो भने त्यो पब्लिक गर्दैनन् क्या। किनकि त्यहाँ चाहिँ सब तिनीहरूकै हातमा हुन्छ होइन। त्यहाँ एउटा अर्को कुरा के भन्दाखेरि त्यहाँ हामीसँग त्यो मोबाइल पनि हुन्न होइन। जस्तै रोडिस स्टार्ट भइसकेपछि अब उनीहरूले आफ्नो ठाउँमा लिन्छन्, त्यो ठाउँमा पुग्ने बित्तिकै उनीहरूले हामीसँग के छ मोबाइल पैसा सब उनीहरूले लिन्छन् के, उनीहरूले राखिदिन्छन् होइन। लिन्छन् भन्नाले सधैँको लागि त लिन्नन्। अब जहिलेसम्म रोडिस चल्छ, जहिलेसम्म हामी आउट हुन्नौँ त्यतिखेरसम्म चाहिँ जस उनीहरूले राखिदिन्छन्। हामी त्यहाँ जति दिन बस्छौँ नि, जतिजना कन्टेस्टेन्ट छन् नि उनीहरूसँग अब कुराकानी गर्दै बस्ने हो कि हामीले चाहिँ। घर परिवारसँग फन पनि गर्न पाइन्न। त्यसमा चाहिँ कुनै नराम्रो म भन्दिनँ होइन, त्यो ठिकै हो, राम्रै हो। जस बानीको पनि विकास हुन्छ। रोडिसको बारेमा नराम्रो भन्दाखेरि त्यो चाहिँ तिनीहरूले पब्लिक गर्दैनन्। अर्को कुरा, जुन एपिसोडमा लास्टमा अन्त्यमा मैले केही जे भनेको थिएँ त्यो पनि पब्लिक भएको छैन। कति कुरा त पब्लिकै गर्दैनन् कि उनीहरूले। जुन पब्लिकको नजरमा राम्रो जुन छ नि त्यसलाई मात्र पब्लिक गर्छन्। मैले चाहिँ बुझेर आएको एउटा को थियो होइन, उसले पनि जस एउटा टिकटकमा मेरो भिडियो बनाएर हालेको रहेछ। एउटा साथीले चाहिँ मलाई सेयर गरेको थियो। उसले चाहिँ के भनेको थियो भन्दाखेरि रोडिसमा गएको मान्छे अब अरूलाई मोटिभेसन दिन छोडेर अब अझै डिमोटिभेट गरिरहेको छ रे। अब त्यो मैले डिमोटिभेट गरेको होइन नि, मैले जे भोगेँ मैले चाहिँ त्यो अब मलाई मन पराउने मान्छेहरूलाई भनेको। अब मैले सबैलाई भनेको होइन। अब जान मन छ भने जाँदा हुन्छ। मैले चाहिँ रोडिसलाई चाहिँ नराम्रो भनेको छैन। मलाई लागेको कुरा, मैले देखेको कुरा मात्र भनेको। म सिजन 7 मा गएँ। अब सिजन 6, सिजन 5, सिजन 4 मलाई त्यो केही थाहा छैन। अब सिजन 7 मा गएँ म चाहिँ, मलाई मन नपरेको कुरा मैले चाहिँ मेरो सोशल मिडियाबाट मैले चाहिँ पब्लिक गरेको है, मैले चाहिँ बोलेको हो। अब हजुरलाई नराम्रो लाग्छ भने चाहिँ केही छैन।
मलाई पनि मतलब छैन। अब जस मन पराउने मान्छेले जसरी पनि मन पराउँछन्। अर्को कुरा पनि थियो के भन्दाखेरि त्यो चाहिँ जुन सोले तिमीलाई चिनायो त्यही सोको बेइज्जत गरिरहेको छौ रे के। मैले चाहिँ बेइज्जत गरेको होइन है, मैले चाहिँ रियालिटी सत्य कुरा के हो त्यो चाहिँ भनेको हो के। अब सत्य कुरा पनि भन्न नपाइने त्यस्तो पनि कहीँ हुन्छ र? हाम्रो देश किन बनेको छैन भन्दाखेरि यही हो के। मान्छेहरूले सत्य कुरा लुकाउँछन्, झुट कुरा बाहिर फैलाउँछन्, त्यसले गर्दा देश बनेको छैन। सबै मान्छे एउटै पनि हुन्नन् होइन। अब कोही बोल्न सक्छन्, कोही बोल्न सक्दैनन्। तर म चाहिँ रियालिटी के हो त्यो चाहिँ बोल्न सक्छु। यदि हजुरहरूलाई मन पर्दैन भनेपछि नहेर्दा हुन्छ, मेरो भिडियो स्किप गरेर जाँदा हुन्छ। तिम्रो लाइफमा डाउनफल कसरी सुरु भयो? अब हाम्रो डाउनफल हुनुको कारण चाहिँ के हो भन्दाखेरिमा चाहिँ नचाहिने कन्ट्रोभर्सी मेन कुरा चाहिँ होइन। जुन कुरा चाहिँ हामीले गरेकै छैनौँ, जुन कुरामा हामी इन्भल्भमै छैनौँ, तेरो र मेरो नै कन्ट्रोभर्सी आयो होइन। जुन कुरा हामी सँगै बसेर हेर्दै आइसकेछौँ, बेस्ट फ्रेन्ड। अब लक्ष्मीसँग पहिला अलि सँगै भिडियो बनाउँदाखेरिमा चाहिँ अब हामी दुईजना भिडियो बनाउँदाखेरिमा अब के भएर जस लक्ष्मी पाएर चाहिँ मैले साथीलाई बिर्स्यो टाइपको चाहिँ कन्ट्रोभर्सीहरू आयो। त्यसपछि अब मालदिप्समा जाँदाखेरिमा लक्ष्मीलाई चाहिँ मैले इग्नोर गर्यो। जे चाहिँ ठिकै छ नि त, त्यो नचाहिने कुराहरू अलिक दिन चल्छ, त्यसपछि त शान्त त भइहाल्छ नि भनेर बस्यौँ के अरे। तर त्यही नै रहेछ हाम्रो डाउनफल चाहिँ। अनि खास नहुनु पर्ने हो, तर हामी बोलेको भए त सायद हामी पनि त सही थियौँ होइन। नगरेको कुराहरूलाई गरेको भनेर बनाउँदा त। तर म बचपनदेखि कहाँ कहिले देखेको साथी होइन। यो फेरि के त के भएको थियो त्यतिखेर? फ्रस्ट्रेट थिइस् कि के थिइस्? त्यो त अब मोबाइलमा बिजी भइदियो अनि त्यसपछि भिडियोमा चाहिँ त्यस्तो देखिदियो कि। अनि त्यहाँबाट चाहिँ अनि यतिसम्म नराम्रो भनियो कि मलाई अब त्यो के गर्नु, आँसु पनि झऱ्यो। अब के गर्नु, ठिकै छ। सँगै बसेर हेरेर हाँस्या पनि थियौँ हामी, के खालको कन्ट्रोभर्सी निक्लियो भनेर चाहिँ। अनि अर्को अस्ति भरको रिसेन्टली कुरा हो यो चाहिँ अब लक्ष्मीसँगको कन्ट्रोभर्सी। अब लक्ष्मीलाई मैले मालदिप्स जाँदाखेरि लक्ष्मीलाई चाहिँ मैले इग्नोर गरेँ भन्ने कुराहरू एउटा सानो छोटो भिडियोको क्लिपले चाहिँ मान्छेमा त्यत्तिकै ल। मालदिप्स चाहिँ हामी 3 दिनको लागि गएको थियौँ होइन, 2 दिन अथवा 3 दिनको लागि गएको थियौँ, त्यो ठ्याक्कै मैले बिर्सेँ। अनि त्यो गएको बेलामा मालदिप्समा मेरो सानीमाहरू दिदीहरू टन्नै हुनुहुन्छ कि। अनि गएको दिनमा लास्ट दिनमा हामी एयरपोर्टमा 1 घन्टा अगाडि पुग्नुपर्ने, हामी 1 घन्टा अगाडि पुग्नुपर्ने, हामी दिदीकोमा थियौँ। अनि घुम्दै निस्केको थियौँ कि हामी बजार घुम्दै निस्केको थियौँ। डुल्ने हेर्ने यताउति। अब विदेश सबैलाई रमाइलो लागि नै हाल्छ, त्यही रमाइलोमा गर्दै विशाल म बेबो बहिनी हिँड्दै थियौँ। अब लक्ष्मीले भिडियो बनाउँदै थियो। अनि लक्ष्मीले भिडियो बनाउँदै थियो, त्यो बेलामा अब भिडियो गर्दै रहेछ उसले। अब म बाहिरी दुनियाँमा व्यस्त थिएँ, मलाई यादै भएन कि मान्छे, बुझिनुहोस्। अनि म अगाडि दौडिदिन्छु कि अगाडि हिँडेछु, जे होस् अगाडि मुभ भएपछि भिडियो बनाउँदै। अनि त्यहाँ नबोल्ने जस्तो देखेछ कि भिडियोमा। अनि त्यही भएर चाहिँ अनिलले इग्नोर गर्यो, यताउति गर्यो। अनि लक्ष्मीले पनि फेरि अब मलाई इग्नोर गर्यो भनेर भनिन् लास्टमा। कसरी चाहिँ भन्न सकेँ कि मैले यो कुरा नबुझेको हो। त्यत्रो राम्रो रिलेसन छ, त्यसरी अब घुम्ने भनेर प्लान बनाएर ग्रुप बनाएर घुम्न गएको एउटा सानो क्लिपले चाहिँ 10-15 दिन ग्याप गरेँ मलाई। अनि भैलो प्लस दसैँ तिहारमा पनि त्यसरी ग्याप पनि भयो हाम्रो, त्यो कारणले पनि हो जस्तो लाग्छ। तर त्यो ग्याप चाहिँ किन भएको अलि टाइममा तपाईँहरूले थाहा नै पाउनुहुन्छ। अनि अघि नै भने जस्तै अब एउटा भिजन छ भने जस्तै एउटा राम्रो तरिकाले राम्रै गुड वेमै गर्दैछन्, त्यो तपाईँहरूले थाहा नै पाउनुहुनेछ।